Hello guys, आज चाहिँ हामी जाँदैछ पुमला फाइनली हैन कलेज एक्जामहरु सबै सकेर आज चाहिँ पुमला हिँडेको हाइकिङमा साथीहरुसँग आधी जस्तो साथीहरु तल छ हो दुईजना साथी चाहिँ माथि पुगिसक्यो अब यहाँनिर रहेछ मेरो साथीहरु लो केटा हो केटी हो कस्तो भयो भन्दा पुमला चाहिँ नेक्स्ट टाइम जाने फेरि जाने रुमिना जाने नजाने लो साथी हो हामी चाहिँ यहाँनिर बसिरहेको छ हैन हातै छ तीनजना साथी तलै छ अब वेट गर्नुपर्छ तिनीहरूलाई तिनीहरूसँगै यहाँबाट मुभ गर्नुपर्छ त माथि हो डेस्टिनेसन चाहिँ लो फाइनली मेरो साथीहरू तीनजना चाहिँ तलबाट आउँदैछ एकछिन वेट गरौँ है कस्तो भइरहेछ आउँदैछ यहाँ देखा अब म के कुरा भन्नु छ लु भन्छ यहाँ माथि देखा त यो अब त्यहाँ देखा Please do not keep the legs on the bench and table भनिरहेछ त कता बस्नु छ फेरि म चाहिँ यहाँनिर छ है अब बस्नु भने नि यस्तो मैला छ अब को बस्नु होइन यहाँ आइपुग्यो है मेरो साथीहरू चाहिँ फाइनली यहाँ अन्त एउटा चाहिँ ऊ तलबाट लुकी हेर्दैछ सोमदाजी छिटै जा के हेरे सुनाम ए सङ्गीत दाजु कस्तो भयो आज ए तोजा भइसक्यो लेट नाइटले होला एउटा त 최수 뭐 동화 좀 같이 저 고래비 통마디 남의 미해면 साइन्दोजी कस्तो भयो भन्नु परेको होइन न नाउँ कस्तो भयो थलबी लम्दी अच्छा है म यहाँ हेर्दा भ्यू पोइन्ट दिबो कि हामी टिम चाहिँ यति जना है हामी 6 जना आएको थियो यता टिममा अब स्टिल छ हो पुमला पुग्नु लागि जस्ट हामीले यहाँनिर रेस्ट गरेको यस्तो छ कन्डिसनमाहरू अब चाहिँ मुभ गरेको यहाँबाट होइन पानी बेसी भयो पुमला जानु साह्रो पर्दैछ हो यो चाहिँ इन्जुर है इन्जुर के गर्नु साथी हो फर्किनु कि जानु स्टिल छ हो बाटो हाफ पनि पुगेको छैन स्टिल साथीहरू सबै थकिसक्यो आफू त भन्नु सक्दैन के भनौँ के नभनौँ होइन स्टिल देन ट्राई गरिरहेको छ यस्तो चाहिँ कपालहरूको चाहिँ अब सिङ्गल भनेपछि यस्तो हो लास्ट यस्तो हो सिङ्गल होइन सिङ्गल हेरेर हिँडेरै सक्छ प्लास्टिकहरू भारीहरू बोकेर कपाल छ भने त बाटो हिँडेको नि देख्दैन हो कति छिटो पुग्छ मार्छ होला बेसी भन्यो नि बटरफ्लाई आफू भने यस्तो कस्तो भन्नु के भयो तिनीहरू गले जस्तो छ केटा हो मेरो त हेयर स्टाइलै बिगिसक्यो हेर न पुमला पुगिन यति पुग्दै हेयर स्टाइल करेन्टले भेटे जस्तो भइसक्यो माथि पुग्दा त कस्तो होला होइन साथीहरू छोडेर आएको कराउँदैछ तलबाट पर्ख्यो भन्दैछ अब यहाँ बसेर एकछिन पर्खिनुपर्छ छिटो साह्रो पर्यो
Ôi cái chứ lo. लात खान्छ सहिले सँगै आज सँगै। सुमे आजा। 처음에 죽었었는데 저게 좀 못하는 Ada do this. 혼이나 그게 오늘 얼마? 예 하이 노인스도. 나 카로 섬에 집에 떠미 무엇이다 합선지? 야 This is second canopy हो. First canopy सक्यो. तर गोदै खान्छ अब कतिवटा छ अरे canopy? नबना न अहिले छ नि अझै छ नि 10 वटा जस्तो छ नि. किन या second. हाफ घी हाफ दिएछि हाफ घी हाफ 정말 대박이 Half na is this. Ați respectele ană și tot. 다 말리 오면 저게 다 지금 지승하지 숨도 같은 숨도 Amal ya. Jo. यस्तो छ साथीहरु. 근데 HIV 아프리카는 참 좋은 이미지다 아프리카는 HIV 임바테 아프리카를 봐봐 임바테 HIV HIV 라 나다치는 저기를 신신이 뭐 뜨면 저기 칼 죽는 있으면 또 गाइस Tu ce domnul da loge. Loge lo joge. havlo da eli 미미나 도로 최승아 seriously take me base नै कम छिदप्छि Jo. 진짜 칼 죽는 있어 गाइस म चाहिँ हिँडेको छु हैन. फर्स्ट टाइम आउने मान्छे चाहिँ अगाडि हिँडेछ. बाटोमा हिँडेको छ तर कता पुग्यो थाहा छैन. हैन भ्यू चाहिँ मजाले देख्दो रहेछ. हराएको जस्तो पनि लाग्दैछ. म चाहिँ कहाँ हराए साथीहरु पनि आउनु भन्दैन. कहिले पुग्ने हो मला सा हेर साथी हो यस्तो बनाएर राखेको छ हो. के भन्छ यसलाई त मन थाहा भएन. ट्याप्पै रहेछ यस्तो बनाएको यहाँनिर बाटोमा. किनकि यहाँनिर चाहिँ टुरिस्टहरू बेसी हुन्छ नि त. त्यही भएर होला बनाएर राखेको. अब यस्तो छ हातमा प्याक लन्च जङ्क फुड. मान्छे यस्तो करेन्ट भेटेको र पनि छोडेको छैन हिँड्नु चाहिँ साह्रो परिरहेको सोच. यो ठाउँ त म त पुग्यो जस्तो लाग्यो. तर कहाँ पुग्यो. अन्त म यहाँ फर्स्ट टाइम आएको सपनामा देखेँ जस्तो लाग्यो. देखाउँछु ल गाइस त्यो ठाउँ चाहिँ. पुग्यो जस्तो लाग्दैछ. तर कहिले पुग्यो के अरे यस्तो छ. सपनामा देखेँ जस्तो छ गाइस यस्तो ठाउँ. साह्रो छ हाइकिङ जानु पनि. मेरो लाइफमा हाइकिङ चाहिँ यो चाहिँ फर्स्ट टाइम हो. यति लामो हिँडेको तर पनि स्टिल ट्राई गरिरहेको छ होइन. डेस्टिनेसनमा पुग्नुलाई चाहिँ हात चाहिँ माग्ने छ नै स्टिल. अहिले हाम्रोभन्दा अगाडि 3 जना साथीहरू गएको छ हो. उनीहरू कराउँदैछ माथिबाट हो. म चाहिँ यहाँ साथीहरू पठाउनु पऱ्यो. म हराइ गयो भन्नु पनि भएको छैन. उनीहरू त माथि पुगेछ भनेपछि राइट डेस्टिनेसनमा रहेछ. राइट ट्र्याक होइन. एकछिन यहाँ बोल्नु होइन. जिन्दगी सारा रा भइहाल्यो नि. करेन्टले भेटेछ नि.
गाइस मिड टाइम होइन यहाँ बसेर साथीहरू पर्खो कराउँदैछ तल आएको जस्तो छ होइन यस्तो छ हल्ला चाहिँ होइन छोटा पेन्ट छ लेगिन्स लगाएको छ जुत्ता लगाएको छ होइन अब यो ज्याकेट चाहिँ मेरो होइन साथीको पछि यो सर्टमा मात्रै आएको होइन साह्रो छ हौ अहिले पुग्नु हौ स्टिल साथीहरू तल छ हौ टाइम भइसक्यो 11:30 जस्तो यहाँनिर छ पुम्बलाको बाटो हाफ पनि पुगेको छैन यो कटरको अलिकति पुगेछ अलिक माथि हाफ पुग्नु परेछ भन्नु पनि एकछिन पर्खनु न तिनीहरूलाई अब पछि आएको जस्तो छ अब छैन होइन केटाहरू पोस्ट खतरा गरेर आउनु ल पोस्ट खतरा गरेर आउनु है हेर्दैछ ब्लग बनाउँदैछ उसको ए ओए गर्ने त मुली गर्दैछ यो त फुल देख्छ है डिलिट गर्ने यो ल डिलिट गरिहाल यसो उनीहरू फोन गरौँ यो डिलिट गरेर अर्को बनायो काटेर गर्छ छिटो बना डिलिट गर डिलिट गर टार्छ नि त बिचारा डिलिट गर डिलिट हेर त धम्की दिएको यसले मलाई यो मान्छेले धम्की दिनेछ डिलिट गरेर हेर्दैछ नि हेर्दैछ होइन यसले त्यसको चाहिँ यस्तै बनाउनु पर्छ भिडियो यस्तो भएछ है मेरो साथीहरू यस्तो थाकेर वाहे अरू त तलै छ र रुबिन बस त नक्कल नपर त बेसी हिरो यो हिरो नै हो साइड हिरो नि साइड हिरो म चाहिँ डाइरेक्टर होइन पर चारा रहेछ चारा DT's की relatives
ओइ मेन अनि गस्लो दा Japanese to Chinese you and you पछि believe. कति जोड्यो ना स्टोरी लागि दियो नि तुस नालु गस्लो दा अपची एन्ड बेदिनो सो गाइस बल्ल बल्ल लन्च चाहिँ अब चाहिँ लन्च ब्रेक 신도 되더라. 거의 또 미싱디 아니면 로가 되겠어. 제이치기. 하고 제이치기 신경 너무 안 돼. 야 짬좀 이상한 있어. 알아서 되게 암송이 너무 또 봐왜 나시나? 제이치기들 납치 너무 신경 또 세. 버리는 거 같아. 아무 너무 란치 봐도 란치 맞지. साइटहरूले कथा लाउन थाले के लाउन थाल्यो 되게 짬치 나이 Spare. यस्तो चाहिँ बिलिभ गर्छ यो केटाले 시스테로. Item जै चाहिए. 프로텍션이야 지원 쓰는 것 같아. 나오면 되지. 프로텍션 프로이즈 완전 짧니? 밀라고 블러드 많이 쓰다며. Hema 상이 항아와 스페어랑 나이죠? ट्याक्ली बस उसको ठेलाउँथ्यो 항아와 이거 막 한쪽 놓으시. 체체니만 한 있잖아. 오퍼링 뭐 오퍼링 오퍼 있어. We भन्छ नि give up. आन्टी अङ्कल दिदी बहिनी दाजु भाइ मेरो क्रसहरू होइन सबैजना क्रस त छैन होला आउनु ल म यहाँनिर चराएर तपाईँलाई चाहिँ म लान्छु पुमला माथि यहाँबाट अब आधी छ आधी यहाँनिर चाहिँ हामीहरू लन्च खाएर यहाँनिर भ्यू हेर्न आएको मजाको देख्यो ल सबैजना आउनु ल यहाँनिर चाहिँ तपाईँहरूलाई होइन घरमा चराएर पुमला पुऱ्याइदिन्छु अब यहाँबाट यता तल चाहिँ पुमला जाने बाटो हो अन्त यता माथि गयो भने चाहिँ लाखाङ छ हो लाखाङ नाम त मन थाहा भएन ऊ माथि देख्दैछ तर जुम गर्नु हुँदैन त्यहाँनिर छ हो लाखाङ सो सबैजना होइन पुमला जानु मन छ भने चाहिँ यो भ्यू चाहिँ निवेश चाहिँ होइन अलिकति भिजिट गरिदिनु यहाँ घरहरू ट्याप्पै बसेको छ नि छ अन्त उहीँ तल एउटा क्यानेफी छ त्यहाँनिर चाहिँ हामीहरू अहिले लन्च खाएर आएको ब्रेकफास्ट त तलै खायो जङ्क फुडहरू होइन अहिले चाहिँ टाइम भएको छ 12 कति भएछ सो गाइस यसो चाहिँ मेरो साथी त कुदेर जाँदैछ इन्जोय गर्दैछ म देखेर ओ आमा कति पुग्यो लु त गाइस होइन ब्लग चाहिँ कन्टिन्यू हेर्दै गर्नु न माथि होइन यो त जस्ट सानो हो अब माथि पुगेपछि त यस्तो पुमलाको भ्यू यस्तो देखाउँछ कि डाँडा माथिबाट सुई यस्तो फ्लावरहरू कस्तो दामी छ सबैजना यो एकछिन मिस नगरिकन हेरिदिनु मेरो ब्लग चाहिँ होइन गयो त्यो मान्छे त गयो गयो लगेर गयो हामी सिस्टर यहाँ छ सफा गर्दैछ होइन मजाले गर है सफा मजाले गर ओए के गरेको ओए ओए दोर्जी के गरेको हो ओए अब चाहिँ हेर्नु यस्तो छ गाइस पानी पनि
बाई खासमा चाहिँ म चाहिँ यो हेर्नु आएको कि कता गयो बच्चा उता लुकिरहेको छ रत्ताले दिन्छ क्या यसले लुकायो नि साला बच्चा डर आयो म देखेर घोडाले लात्ती गर्छ तँलाई मैले देखेर डराएँ त्यो बच्चा यही घोडामा चाहिँ चढाएर लान्छ यो बच्चामा मेरो जुत्ता हेर्नु ए म त भाग्यो जुत्ता जुत्तो भयो नि होइन टुटो जुत्ता खतम भयो केटाहरू यता इन्जोय गरेर छ तिनीहरू आएको छैन त आधीहरू सँगै तल छ बहिनी जुत्ता त्यसै रहेछ नि घोडा बिना आएको घोडाले मुतिदियो साह्रो छ लाइफ हो साथीभाइहरू यो चाहिँ अघि भने मैले जस्तै नेबेर चाहिँ यहाँनिर चाहिँ भिजिट चाहिँ गर्नु यहाँ चाहिँ अहिले चाहिँ असम चाहिँ के भनौँ समर असम हो समरको टाइममा यस्तो छ हो हिउँदमा त मजाको हुन्छ तर त्यति ग्रिन चाहिँ हुँदैन स्नोहरू हुन्छ यहाँनिर त ल त तर पनि साह्रो कहिले पुग्ने म यहीँनिर फर्केर जानु के हो हिलो भएपछि म त यहाँनिर घर बनाएर बस्नु जस्तो लाग्यो त मजाले अब जाउँला साथीहरू के गर्दैछ साथीहरू भिडियो बनाउने भन्ने थियो अघिबाट टिकटकमा खै कति बनाएको नि त नि भन्छ कहाँ खुल्छ नि के ठिक छ ओए साथ मेरो जुत्ता कालै भएस् अब चाहिँ यस्तो पुस्नुपर्छ अरे केटाले के हाल्दैछ गफ लाग्ने लागि आफूले फेरि के भयो घर भेट्ने हो हेर त गर्नुको लागि के गर्दैछ अहिले मेहनत चाहिँ गरेकै है केटाले यहाँ एउटा इन्जुर म्यान चाहिँ त्यहाँनिर भिडियो बनाउँदैछ तिनीहरू चाहिँ ए अब म चाहिँ यसरी खुट्टा दिइरहेछ पानीमा के भने भिजे कालो भइहाल्यो नपुगिन Life is so dangerous. Kita kalau tahu. Tam में दिखाना था जिसमें मैंने तो भी था ये रिचार्ज हो भी तो भी था कितना हो खेत कस्तो मजा आइरहेछ मलाई बीच से पता भी बची था यहाँ जो तो सिला भी था पोस्टर माग्नुपर्छ यिनीहरूको मलाई हेको त मेरो बिना छिमे नची बेन मे ओए नेक्स्ट ग्रुपहरु आ कस्तो छ त मेरो मान्छे आयो जिगिदा छिटो छिटो अनि ताउ मे हाल नो प्लिज मे अनि भी तब न प्लिज नानी यस्तो छ केटाकेटीको काम चाहिँ कतो छ यल्ला अबे भी बोल रहे
यसो सिन पछाडि है यस्तो छ है क्यामेराको सिन पछाडि तुम्ही उस बात आप थम दी तब छिमी तब चाहिए किसी के बताओ भाई Deixa eu ver. Ani, उस दिन ओ राम्रो खिच राम्रो फेरि ani patat lo. सबै एक्सनहरू सबै देखाइदियो कसरी खिच्नुपर्छ कम कम चम्ची भी आज तो मच Matin ba? स्विटे ट्युसन ल्याउनुपर्छ क्या हो ओरे सस्ता आउँदैन रहेछ है बा Ana show ni ba ana show. Ah, no. अब फेरि रिपोस्ट गर्दैछ यिनीहरूको फर्स्टको भएन रहेछ हो 1. यार रुक ना वहां स्टॉप सुनो Supply from me show. दाजु ल नौले दि अहिले अहिले तिमीहरू भेट्छस् नौ या नौ अनि झुल बात ए नौ है केटाले पर्खाएको होला सकिन यता राखी अहिले उसले देखे नि खाट पर्काउँछ त्यसलाई ओ छिटो एमटिभी बनाउनु है केटा हो केटी हो म चाहिँ क्यामेराम्यान बस्छु डाइरेक्टर हो प्लस ल सर वान मोर गर्दा यस्तो छ है अत्र सोच लो ज्यादा उ गाईहरु तर्कर भागियो Kita nak cuci dah. Bibi nak. Kena cha. Raja. ल बढ आउ न ल 1.5 दे कोई दे 1 ना दे Ngale expert bibi ni. एक्सन क्यामेराम्यान कसरी खिच्छ दाजु त एक्टर्स दा अब खोला हुन्छ. बल्ल बल्ल मेरो घरमा आइपुगेस् जङ्गलमा छ मेरो घर त यस्तो होइन एकजना मात्रै आँट्छ हो आलु धुमे फायर जास्नु
मेरो घर सक देख्दैन रहेछ भित्र ओए मेरो घर हेर्दैछ यसले त भिन्नु न फायर गन भिन्नु न म अन फायर गेमेस खै भिगो मन्जु ताइमा जो मेम न हेमा यो मेम्बे न चले ल सबैजना अब यहाँनिर नयाँ पेसेन्ट नयाँ मेम्बर हुन्छन् यस्तो हेरेर आउनु यो साइन बोर्ड होइन यस्तो लगाउँछ पिङ्क अर रेड हुन्छ हो यस्तो हुन्छन् राइट डेस्टिनेसन हो सो बाटैबाट जाँदैछ चाहिँ म चाहिँ एउटा साथीसँग आउँदैछ हेर्नुहोस् बद्दु पो गाइस अनि यो मसरुम चाहिँ खाने हो कि होइन कमेन्ट गरिदिनु है यस्तो पनि पाउँदो रहेछ होइन बाटोकै छेउमा रहेछ उसले भन्दा त हो भन्दैछ मसरुम तर खाने हो कि होइन त्यसमा थाहा भएन भन्छन् यस्तो हुन्छ हौ पिङ धागो आई मिन्स धागो रे यस्तो ब्ल्याक हुन्छ हौ के भन्छ त्यो माथि छ हेर्नु पनि छ यसो हेर्दै आउनु नयाँ मेम्बर हुनुहुन्छ यहाँ चाहिँ यो चाहिँ 4th क्यानोपी यस्तो छ होइन कतिवटा क्यानोपी छ त्यो चाहिँ सबै यहाँनिर ब्लगमा देखाउँछु हो अहिले चाहिँ 4th मात्रै भएछ टाइम चाहिँ भएको छ 1:35 भएछ कारबाट पनि ढिलो हिँड्नुको हिँड्नु चाहिँ 10मा मात्रै हिँडेको तल भएर होइन 4th क्यानोपी सकेपछि यस्तो भ्यू दामी छ कि अन्त यो 3rdको क्यानोपी सक्नु 3rdको क्यानोपी नआइकन आउनु पनि एउटा दामी छ तल प्लेस त्यो चाहिँ मैले मिस गरेँ कि त्यहाँ चाहिँ ब्लग बनाएन यो चाहिँ 5thको हो ग्रिन गरेर छ सामाको भ्यू चाहिँ यस्तो छ हो अब विन्टरमा त सबैजनालाई थाहा हुन्छ होला हाई एल्टिट्युडमा त के हुन्छ भनेर यस्तो चल्छ सो मेरो साथीहरू चाहिँ बिचारै आउँदैछ हो म चाहिँ यहाँ बिस्तारै हिँड्दैछु कहिले पुग्ने पुम्मला गर्दा गर्दा मुकै गलिसक्यो अब त एनर्जी सकेछ हौ बोल्नेको टाइम पनि छैन सो गाइस मेरो ब्लग चाहिँ कन्टिन्यू हेर्दै गर्नु है यो ब्लगमा चाहिँ 3 पार्ट बनाउँछु एउटा चाहिँ यहाँबाट गएको एउटा माथि पुगेको इन्जोय गरेको त्यहाँबाट चाहिँ फेरि फर्केर तल कार फर्केको बनाउँछु ब्लग सो निश्चित नगरिदिनुहोस् ल गाइस फाइनली अब चाहिँ एउटा लाखौँ रहेछ यहाँनिर यसको पनि सरी नाम चाहिँ थाहा छैन हो अब पछाडि त्यो ठाउँ चाहिँ यहाँले गएर त्यो लाखौँमा पुग्नु पऱ्यो अब यो लाखौँबाट अलिकति जानुपर्छ अब यस्तै 30 मिनट्स 40 मिनट्स जस्तो टेक गर्छ यहाँबाट जानुलाई तर स्विङ पनि छ भने त यहाँबाट जाने हेर्नुपर्छ अब छ कि छैन होइन म फर्स्ट टाइम गएको गाइस उमा देख्दैछ नि वाइट वाइटवटा त्यो त उहीँ माथि हो वाइट वाइटवटा देख्दैछ नि त्यसले लाखौँ हो साथीहरू टोलो कराइरहेछ आउँदैछ गाइस मेरो चाहिँ अब चाहिँ अक्सिजन लेभल पनि सक्नु पऱ्यो है किनकि हामी चाहिँ माथि माथि पुग्दा हाई एल्टिट्युडमा पुग्दा अभियसली अब अक्सिजन त कमी हुन्छ नि सो स्विट त ल्याएको थियो तँलाई सकेछ साथीहरूले लिची जुस छ त्यो त्यहाँ गएर पिउनुपर्छ ल गाइस म चाहिँ पुरा एक्साइटेड भइसकेँ मलाई पुग्नु लागि गाइस यो भनेको मैले लाखौँ मेरो पछाडि भएको अब हेरौँ न भ्यू त दामी दामी देख्दैछ हो यताखेरि प्लेन गरेर अघि जस्तै वाउ दामी रहेछ बस्ने क्याम्प पनि चाहिँ प्लास्टिक यहाँ छोइरहेको छु गाइस यस्तो रहेछ लुक इट भ्यू चिसो कस्तो मजा होइन यस्तो छ कस्तो फ्लावर दामी दामी फलेछ किनकि बिहान
पानी परेको थियो त्यही भएर हल्का मजाले फुलेछ वाउ गरा पनि रहेछ माथि फेरि ऊ माथि गरा गराको पुच्चा देखाउँदैछ ओइ मास्क लगाएर नि धुवा निक्लिँदैछ मेरो त वाउ गाइस यहाँनिर चाहिँ जो पनि आयो भने चाहिँ 3 खेप चाहिँ घुमेर जानुहोस् होइन यसरी घुम्नुपर्छ यहाँबाट लेफ्टबाट यसरी घुम्नु चाहिँ नबिर्सिनु होला होइन साथीभाइहरू तर बुटनिसहरू त अलवेज बिलिभ गर्छ हो यस्तोमा त बुटनिसहरूलाई त भन्नु पर्दैन तर स्टिल अब टुरिस्टहरू हुन्छ कोही कोहीहरू होइन गाइड पनि आएको हुन्छ हो त्यस्तो आएको छ भने चाहिँ 3 बार चाहिँ घुम्नुहोस् यो चाहिँ बुटनिसको बिलिभ हो होइन टाइम भइसक्यो अब लास्ट अब 1 टाइम अब कति सकेन नि 3 टाइम्स चाहिँ एटलिस्ट मिनिमम 3 टाइम्स चाहिँ गर्नुपर्छ होइन अब त्यो 3 टाइमबाट पनि बेसी गर्न सक्यो नि त त्यो त आफ्नो बेस्ट हो राम्रो हो होइन गाइस यस्तो छ यहाँनिर चाहिँ यस्तो रहेछ यहाँनिर चाहिँ म्याप पनि बनाएको रहेछ यहाँनिर सो म्याप चाहिँ कस्तो बनाएको छ भने चाहिँ यहाँनिर 3 हो कि 4 भएर रहेछ यता रहेछ बिचको रहेछ 5 भइको रहेछ अन्त यो बिचको चाहिँ टेम्पल जस्तो बनाएको छ नि यो चाहिँ यहाँको टेम्पल हो अन्त यता मुनि चाहिँ यो रहेछ पोचुला डाइरेक्सन वे टु पोमोला रहेछ पोमोला सो यहाँनिर सबै इङ्ग्लिसबाट पनि लेखेको रहेछ भुटनिसबाट पनि लेखेको रहेछ सबैले हेरेर जानुहोस् यहाँनिर चाहिँ बाटो भुल्ने चान्स पनि हुनसक्छ सो म्याप चाहिँ हेरेर जानुहोस् उयोहरू त लाटाहरू आइपुग्यो मेरो साथीहरू बिस्तारै कुलमा आउँदैछ म भने यहाँनिर सानो भइसक्यो अझै 3 जना पछाडि छ अब कहिले आइपुग्ने होइन स्टिल वेट गर्नुपर्छ यहाँ बसेर सँगै जानुपर्छ मुभ गर्नुपर्छ तलबाट कराउँदैछ अघिबाट आइपुगेछ माथिबाट आउँदैछ मान्छेहरू
Oh no, 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 no. Oh. ज्यादा लाउँछ Ja. Sag mir bitte an Mathe mit den Checks und Mathe mit den लाखांती आलं मी लाखांची या सौ मध्ये बहाना बनाए सो यता चाहिँ पुमला यता चाहिँ भनेपछि लाखाम सो डोन्ट फर्गेट टु गो दिस वे 다 우돈 찹진 안 들려 यताबाट जानु है पुमला चाहिँ यता हो होइन 자 뭐비ले 저 정글에 뭐라 있어 कोकोनट त्यो बोतलमा त नलाउ न त साह्रो भने नि यसले यो मान्छेले साह्रो भनेपछि उसलाई Raja मलाई मेरो बेबीले खिच्दा खिचेको होइन ए अप्पा 아빠 저걸 재밌으면 ट्राई यस यस अब चाहिँ लिची जुस पार्टी सबै यहाँ बसेर सबैजना दिइरहेछौँ ले भइरहेछ म त डरको लाग्यो है डर लाग्यो अधुरो रहेछ भन्नु हुँदैन के को त साथी छ नि अगाडि पनि गएको छ ल मर्दा डराउनु हुँदैन भाइ भालु आयो भने उचालेर फ्याँकिदिनुपर्छ होइन लो ग्यास यस्तो रहेछ म त अगाडि जानु पनि बेनिफिट रहेछ हौ अगाडि गयो ब्ल्याक्कै लडेर एकछिन रेस गऱ्यो खै साथीहरू आउनु मान्दैन छ अझै स्टिल तल अन्त हामीभन्दा अलिक अगाडि आउने साथीहरू माथि जाँदैछौँ उनीहरूको एउटा ग्रुप छ हाम्रो एउटा ग्रुप छ मेरो ग्रुप चाहिँ तलै रहेको छ म मात्रै हो यहाँनिर अघि जाँदैछ अब तिनीहरू आइजाल्छ मजाले खुट्टामा टक्क लगाएर हात टक्क टाउकोमा लगाएर रेस गर्नुपर्छ हौ हल्का एनर्जी सेभ गर्नुपर्छ मला आम कमिङ वेट फर देयर अब त पुग्नु ओढेको छ जस्तो होइन गिभ अप चाहिँ मानिन्छ होइन खुट्टा त दुखिरहेछ तर पनि ट्राई चाहिँ नेभर गिभ अप होइन ट्राई चाहिँ दिइरहेछ मेरो साथीहरू फर्कियो कि यहाँ गएर पर्खिनुपर्छ या गाइस यो चाहिँ छुट्टै रुक ओ म पनि पस्नेस् 못 베고 이놈이네 राजा रूममेट नो रुममेट या बेहोसी हुए ऱ्याप त खतरा निक्लिन्छ हाम्रो अब चाहिँ पुग्नु पऱ्यो यो छुट्टै रुख सकेपछि पुगेको भन्नुहुन्छ पुमल होइन मेरो साथीले भन्दै थियो त्यस्तो हो कि होइन मलाई थाहा छैन भन्नु मात्र पस्दैन हौ गाइस पोस्टिङ गरेको त अन्त गाइस ठुटे रुख चाहिँ के भन्छ भने चाहिँ यस्तोलाई भन्छ मैले चाहिँ तर नाम चाहिँ के हो थाहा छैन ठुटे रुख मेरो नाम बेला यस्तो छ ठुटे रुख पुमला नन्दो पुमला खुट्टा पनि के अड्क्यो त यहाँ त छङ्गै भएस अघि त रात परेको जस्तो लाग्यो डर पनि लाग्यो छङ्गै भयो त जैसे कस मेरो हेयर स्टाइल चाहिँ खतरा भइसक्यो यहाँनिर आएर करेन्टले नि यति साह्रो भेटेर उठेको थिइनँ उठे साँझ वाक गरेर उठेँ फ्लावर यो त केही होइन माथि पुङ्गल पुगेपछि यस्तो फ्लावर देखाउँछ कि
जाऊ यो माया अब मलाई न ए के थियो बिस्यो ब्लगको इन्ट्रोडक्सन चाहिँ यो लग ल जाने भने जाऊ त्यो त अभियसली नि केटा हौ जानुपर्छ यो बाटो जानुपर्छ है मेरो ब्लगमा चाहिँ हेर्नु होइन एकदम हेर्नु यो बाटो चाहिँ होइन फर्स्ट टाइम आउनेहरूलाई चाहिँ निकै गाइड पनि हुन्छ हो तर मैले बिचमा काटेर लगाएको छु त्यसको लागि सरी है सो त्यहाँनिर चाहिँ सिनहरू त्यति राम्रो थिएन हो अब यो चाहिँ पुग्ने बेला भएको होइन या हेची वा ल गाइस हामी चाहिँ पुग्ने बेला भयो सो अर्को एपिसोडमा देखाउनु होला होइन सो कन्टिन्यू हेर्नुहोस् निबिर्सिनु होइन टाटा पुग्यो गाइस एनी काट्नु आउँदो रहेछ यो देखाउनु बाँकी थियो गाइस यस्तो छ भ्यू चाहिँ अब चाहिँ स्योर ब्लग चाहिँ एन्ड गरेको छु अनि निबिर्सिनुहरूलाई नेक्स्ट पनि छ एपिसोड होइन सो कन्टिन्यू हेर्नुहोस् निबिर्सिनु